बक्खिमको डाँडा च्यानगरी च्यानमा चाहिँ अन्त मामा सुतेको छ कतिले चिन्छ होला प्राय चिन्नेले कमेन्ट गर्नलाई यो मान्छेको नाम के हो अब आलुको बिउ बोकेको रहेछ 1 किलो दुम्सी टजार चाहिँ दुम्सी बोक्छ गाह्रो छ मान्छेहरूले यतिको मजाले चाहिँ सुतेर बस्नु पाउँदा खुसी लाग्छ रमाइलो जस्तो इन्जोय हुन्छ त्यो मजाले सुत्नु पाउँदा चाहिँ म पनि कहिले सुत्छु होला यसरी